2026 को दिनमा रूपन्देही जिल्लाको पुतुलमा रहेको एउटा संस्था छ जो कि आरोग्य पूर्व सैनिक सङ्गठन हो। आरोग्य पूर्व सैनिक सङ्गठनद्वारा प्रथम रूपन्देही भूतपूर्व सैनिकको ब्याडमिन्टन प्रतिस्पर्धा आयोजना गर्न गइरहेको छ र यसमा हामीहरूले नृत्यको साथमा दर्शकहरूलाई मनोरञ्जन दिँदै नयाँ नयाँ खेलाडीहरू र नयाँ नयाँ उदयमान खेलाडीहरू र नयाँ सिक्नु हुने खेलाडीहरूलाई उत्साह दिनको लागि र हमेसा आफ्नो स्वास्थ्यलाई उजागर गर्नको लागि, स्वास्थ्य सम्बन्धी आफ्नो फिटनेस राख्नको लागि, शरीरलाई हमेसा व्यस्त राख्नको लागि हामीले यस प्रतिस्पर्धाको आयोजना चाहिँ गर्न गइरहेका छौँ र हजुरहरूले यस आयोजनालाई हेरेर आफ्नो प्रतिक्रियाहरू दिँदै जानुहोला र तपाईँहरू पनि यस सङ्गठनमा आबद्ध भई आफ्नो खेल जीवनलाई अगाडि बढाउनको लागि म कृतज्ञ छु। धन्यवाद। यो अब पुरानो हटाइदियो जिल्ला समिति अनि सम्पूर्ण सबै पार्टिसिपेन्टहरू र यहाँ नाच गान देखाउने बहिनीहरू र सम्पूर्णमा मेरो नमन छ, नमस्कार छ। आज यो क्रिकेट भएको हुन लागिरहेको यो हाम्रो ब्याडमिन्टन च्याम्पियनसिपको उपलक्ष्यमा रावणले मलाई प्रमुख अतिथिको रूपमा यहाँ बोलाउनु भएको, उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र मलाई पनि यहाँ आएर तपाईँहरू सबैलाई हेर्दा तपाईँको जोस जाँगर हेर्दा मलाई पनि अलिकति मोटिभेसन भएर आइरहेको छ। हजुरले यस्तै राम्रो काम गर्दै जानुभयो र यो मलाई यो बटालियनमा हुने त्यो इन्टर बटालियन कम्पिटिसन यहाँ क्रिकेटमा हुने कम्पिटिसन लाइभ हो गयो। भाइ यता आउन, यता गल्ला
क्यामेरा बस्नु होला हाम्रो एकदम माया गर्ने हाम्रो श्याम त पुरै बिमारी छ के भयो त्यो युरिक एसिड खेलाडीलाई धेरै धेरै धन्यवाद है ल एकदम राम्रो खेल्नु भयो राम्रो गर्नुभयो हिँड्दादेखि एकदम ल